के लाग्छ म धन्यवाद टक्राउन चाहन्छु। विशेष गरी हामी एकजुट र एक समर्थन भएर यो आजको भेलालाई मजबुत र सहभागिता भइदिनु भएकोमा उहाँहरूलाई म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। सेवाहरू नगेन र दोस्रो साल यसरी नै भेला हुनु पाऊँ भन्दै आजको छोटो मन्तव्यलाई यहीँ नै म समाप्त गर्न चाहेँ। धन्यवाद। अरू त के भन्नु र, हामीले यो ठाउँमा बसेर यस्तै अब तङनामहरू केहरू गरेर अलिकति यसो रकम जम्मा गरेर यसरी नै सबैजना भेला भएर आफ्नो दुःख सुख आदान प्रदान गर्ने र विशेष गरी चाहिँ अब यसमा हामीले कति काम कार्यले गर्दाखेरि आउनु पनि भेला हुनु पनि पाउँदैन, भेट हुनु पाउँदैन। त्यसैले गर्दाखेरि कामको काम जहिले सुकै हुन्छ। यसैले गर्दाखेरि कोही बेला यसो रमाइलो गर्नु, यसो बिसाउनु मेलो पनि गर्नु भनेर चाहिँ यो हामीले पोहोरको साल बलिहान तङनाम खेलेर अलिकति रकम जम्मा गरेका थियौँ। त्यसैले गर्दाखेरि आज यहाँ सबैलाई हाम्रो ब्रिस्बेनवासीका सबै किराँत समाजहरूले चाहिँ यसो रमाइलो गरौँ भनेर यो आयोजना गरेको। अनि हाम्रो आयोजकहरूले राम्रोसँगले गर्नुभएको छ। यसमा धेरै धेरै उहाँहरूलाई धन्यवाद चढाउन चाहन्छु। र यसरी नै आगामी दिनहरूमा पनि हामीले यस्तो रमाइलो गर्नु पाऊँ र हामी सबै एकजुट भएर दुःख सुख आदान प्रदान गरौँ, हाम्रो सल्लाहहरू गरौँ र के कसो गर्नु भनेर सबैले आदान गर्नु पाऊँ भनेर यो फेरि पनि यसरी नै रमाइलो गर्नु पाऊँ भन्दै आज मेरो दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु। सबैहरूलाई मेरो तर्फबाट आशीर्वादहरू हुनुहुन्छ। हाम्रो सबैलाई मेरो सेवाहरू आजको रमाइलो हाम्रो यो तङनामको रहेको त्यो
अस्ति गए औँसीमा यसो तङनाम गरेकोहरू र सबै हामी किराँत समाज भएर चाहिँ आज एउटा खुसियाली भएर खाउँ रमाइलो गरौँ आजको दिनमा भनेर यो सबै भएर भेला भएर हामी खाँदैछौँ र हाम्रो यहाँ युट्युबर हाम्रो माक्सालाई पनि धेरै धन्यवाद। यसै नि हामी सधैँलाई यस्तै रमाइलो होस् फेरिको अनि भन्ने यति नै हो मेरो। आजको दिन एकदम सबैजना आउने जति भेला भएकोमा रमाइलो भयो होइन। अब फेरि समय सालमा पनि यसरी नै सल्लाह गरेर आएको चाहिँ राम्रो रमाइलो भइराखेको छ। अझै नआउनेहरू पनि भ्याएर आइदिनु भयो भने झन् अझै रमाइलो हुन्छ होला नि। आज खाएकै छौँ रमाइलो नि भइराखेको छ, घरिघरि उफ्रिँदैछौँ नि भुँडी अप्ठ्यारो भएर यति नै सेवाहरू। आज यो सबै भेला भएकोमा एकदम रमाइलो भएको छ। अब सधैँ अब अरू विषयमा भेला हुन्थ्यौँ खालि काम र आज त्यसो रमाइलो हुँदाखेरि अब यो अर्कै किसिमको रमाइलो भइरहेछ र यस्तै भेलाहरू अब भविष्यमा पनि भइराखोस् र अब मागले सबैजनालाई अब चिताको कुराहरू पुगोस् र यस्तै भइराखोस् भन्न चाहन्छु। धन्यवाद।